नवलपरासीको सुनोलको कीर्तिपुर 2 नम्बरबाट आउनुभएको हाम्रो गुरुङ समाजबाट चेलीबेटीहरू आउनुभएको है। उहाँको चाहिँ गाउँ समाज होइन, यो चाहिँ चेलीबेटीले अर्डर गर्नुभएको हो। त्यो चेलीबेटीमा हुनुहुने 55 जनाले यो सामान अर्डर गरेर मलाई धोका दिनुभयो कि यो सामान लिँदै लिनु भएन। 1-2 जनाले त बुझ्दैनन्, त्यो आफ्नो ठाउँमा छ, तर 55 जना नै एकदमै नबुझ्ने नै मानवता नै नभएको चेलीबेटी पर्नुभएछ उहाँहरू है। अर्काको मर्म दुःख नबुझ्ने। अनि यो गुनासो चाहिँ मैले टिकटक बनाएर भिडियो राखेको थिएँ। अनि हाम्रो भिडियो चाहिँ एकदम धेरैजनाले हेर्नुभयो। त्यसमध्ये चाहिँ रुद्रपुर कञ्चन वार्ड नम्बर 4 को हाम्रो एकता आमा समूहले चाहिँ बुझेर, मेरो मर्म बुझेर, उहाँहरूको समाज एकदमै मिलेको, उहाँहरूले चाहिँ यो मेरो सबै सामान लैदिनु भयो कि आज। अनि हजुरहरूलाई म एकदम हृदयदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छु। मलाई यति धेरै सहयोग गर्नुभयो, यति मर्म बुझिदिनु भयो हजुरहरूले।